यो मैले अहिले भर्खरै यो चलचित्र हेर्दा यो कोइन्सिडेन्ट भनौँ या के भन्ने होइन, यो कुरामा म एकदम मर्माहित भएको छु। हाम्रो मेरो आदरणीय मेरो दाइ है, मेरो चलचित्रको विशेष कलाकार, म प्रमुख कलाकार अब प्रशान्त तामाङ दाइको यो जुन दुःखदमय घटना मैले सुनेको छु, यसमा म एकदमै भावविलोप भएको छु। मैले आज चलचित्र हेरिराख्दा पनि उहाँलाई मैले सुटिङका दिनदेखि लिएर उहाँका मेरो त एक आइडियल नै हुनुहुन्थ्यो, तर पनि मलाई एकदमै दुःख लागेको छ। यो कुरा मैले व्यक्त गर्न सकिरहेको छुइनँ। के भन्ने अब मसँग शब्दै छैन, निशब्द छु। दाइको आत्मप्रति एकदम म भ्राप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। मैले आज सोच्नै सकेको छुइनँ, यो चाहिँ मलाई सपना जस्तो लागेको छ। अब हामीले प्रशान्त तामाङसँग सँगै काम, अब हाम्रो फिल्ममा सँगै काम गऱ्यौँ। म उहाँसँग एउटा कलाकार को साथी भएर काम पनि गरियो र आफ्नो फिल्ममा खेलाको हिरोको चाहिँ यस्तो के अरे एकदमै अतुलनीय घटना सुन्नमा आयो। एकदमै म के अरे भावविह्वल हुन पुगेको छु। एकदमै के अरे दुःख लागेको छ। यो मलाई चाहिँ सपना जस्तो लागेको छ। यो हुनै नसक्ने, यो कसरी भयो भन्ने चाहिँ लागेको छ मलाई। र हामीले चाहिँ अब एउटा उहाँलाई चाहिँ हाम्रो फिल्ममा चाहिँ नोगेन नाम राखेर, प्रशान्त तामाङलाई नोगेन नाम राखेर एउटा पहिचानको विषयमा उहाँलाई चाहिँ पहिचानको एउटा कथामा खेलाएको हो। अत्यन्त अपत्यारिलो तर सत्य मान्नुपर्ने घटनाको खबर सुन्न आयो। यस चलचित्र पहिचानको फिल्ममा नायकको अत्यन्त कुशल भूमिका निर्वाह गर्नुभएका हाम्रा लोकप्रिय नायक गायक इन्डियन आइडलको स्वर्गारोहण भएको खबर सुन्दा हामी चलचित्र लडाइँ पहिचानको टिम अत्यन्त दुखी, मर्माहत एवं स्तब्ध भएका छौँ र स्वर्गीय प्रशान्त तामाङको वैकुण्ठ वास होस्, उहाँको आत्माले सदा शान्ति प्राप्त गरोस् भन्दै कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु भने शोकमा डुब्नुभएका सम्पूर्ण शोकाकुल परिवारजनप्रति यो शोक र चोट, यो पीडालाई सहन गर्ने क्षमता भगवानद्वारा प्राप्त होस् भनी कामना गर्दै उहाँहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। सिनेमा सङ्गीतको सारा बोकेका छौँ अभिभारा, दुःख सुखको साथी यही हो परिकला म्युजिकको नारा।